नमस्ते सबैजनालाई। म चाहिँ आज यहाँहरू सामु मोबाइलबाटै तपाईँले इपिएस आइडी कसरी क्रिएट गर्न सकिन्छ भन्ने बारेमा सानो भिडियो लिएर आएको छु। यसलाई चाहिँ म मोबाइलबाटै इपिएस आइडी कसरी बनाउने भन्ने कुरा सम्पूर्ण स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। कृपया अन्तिमसम्म हेरेर र तपाईँ आफैले पनि यो अनुसारले बनाउनु होला। र पछि यदि तपाईँले कतिपय साथीहरूले पासवर्ड बिर्सिनुभयो, आइडी बिर्सिनुभयो या केही न केही समस्या भयो, ब्लक भयो, त्यस्तो केसमा पनि के गर्ने भन्ने विषयमा पनि जानकारी लिन चाहनुहुन्छ भने पछि चाहिँ म तपाईँलाई सिकाउँछु। त्यस्तो केही भएको केसमा अहिले चाहिँ पहिला सुरुमा आइडी कसरी बनाउने भन्ने विषयमा जाउँ है त। अब सुरुमा चाहिँ हामीहरू तपाईँको मोबाइलको गुगलबाट चलाउनुहुन्छ होला। गुगलमा गएर eps.go.kr भनेर सर्च गर्नुहुन्छ है। अब यो सर्च गरिसके पछाडि तपाईँले यहाँ स्क्रिनमा देख्नुभयो जस्तै इन्टरफेस खुल्छ। अब यो यहाँ नेपालको झन्डा छ, हेर्नुहोस् त, यहाँ नेपालको झन्डा छ। यो नेपालको झन्डा भएको अथवा नेपाली ल्याङ्ग्वेजमा भएको अलिकति त्यति कम्फोर्टेबल हुँदैन। सो यसलाई चाहिँ हामीहरूले ल्याङ्ग्वेज चेन्ज गरौँ। त्यसमा यहाँ नेपाल भनेर लेखेको ठाउँमा क्लिक गरेर फिलिपिन भन्नेलाई दबाइदिने र गो गरिदिनु भयो भने सजिलो हुन्छ होला। अब तपाईँले नयाँ बनाउँदै गर्नुभएको कारणले गर्दाखेरि तपाईँले यहाँ के गर्नु पर्यो, साइन अप भन्ने जुन देख्नु भएको छ यहाँ आइडी र पासवर्ड हालेर त्यहाँ साइन अप गर्नुहोस् है। इपिएस टपिक आइडी, पासवर्ड नम्बर, नेसनल आइडी भनेको छ र त्यसको मुनि चाहिँ यहाँ नेक्स्ट भन्ने छ। सुरुमै यो अन्त क्लिक गर्नु परेन, यो सुरुकोमा क्लिक गर्ने अनि यहाँ चाहिँ नेक्स्ट गरिदिने है। अब यहाँनिर माथि चाहिँ इपिएस टपिक है यहाँ लेख्छु सबै। ओके, यो भइसके पछाडि अब मैले यता कन्टिन्यू गर्न सक्छु। यो जुम बढी भएर कन्फर्म अनि यस्तो आउँछ। यसलाई चाहिँ म के गर्छु, सबैमा यो सबै यो नियमहरू कानुनहरू जे पनि छन् आई एग्री भन्ने देख्यो भने आई एग्री गरिदिइहाल्ने। यी नियम कानुन ठिक छन्, ओके म मान्छु भन्ने होइन। अनि यहाँ तल 5 वटा हुन्छ, यो 3 4 5 वटा भएछ। अब त्यस पछाडि यता यहाँ नेक्स्ट भन्ने छ। नेक्स्टमा क्लिक गरिसकेपछि अब आइडी बनाउने हो। अब यहाँ चाहिँ हाम्रो मेनु गएको खुल्यो। अब लगइन आइडीमा तपाईँले जे राख्दा पनि हुन्छ। मेनुका 1991 राखौँ अनि पासवर्डमा सेम। अब यहाँ चाहिँ जिमेल यो तपाईँको मोबाइलमा भएको राख्दा पनि भइहाल्छ। यो पछि पासवर्ड बिर्सियो अथवा अन्य केही न केही समस्या आयो भने त्यसलाई रिसेट गर्दाखेरि चाहिन्छ। मैले चाहिँ हाम्रो एन्जलको राख्छु। यता यहाँ चाहिँ जिमेल। यसलाई चुज गर्न सकिन्छ। यस पछाडि यहाँ साइडमा रजिस्टर भन्ने छ। अब यति भएपछि आइडी भयो। अब आइडी बनिसकेको छ। त्यो आइडी बनेकोलाई हामीले चाहिँ यहाँ गएर हाल्छौँ। यो गरेपछि लगइन भयो। अब यहाँनिर
हामीले डेट अफ बर्थ राख्छौँ 6 डिजिट डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। अब यसमा 6 डिजिट मात्रै भएको भएर सुरुको 19 लाई नराखेर पछाडिको राख्छौँ। यति यस पछाडि आइडी खुलिसकेको छ। अब यहाँ तपाईँ ल्याङ्ग्वेज चेन्ज गर्न चाहनुहुन्छ भने यहाँबाट एक सेकेन्ड यो नेपालको झन्डा देखाएको ठाउँबाट यो चेन्ज गर्ने र गो गर्ने। र अब हामीहरूले चाहिँ प्रोसेसहरू हेर्नुपर्ने छ भने यहाँ यता साइडमा जहाँ लगआउट भनेको छ त्यसको मुनि भ्यू इमिग्रेसन प्रोग्रेस भनेको छ, यसमा हेर्ने हो। अब यहाँबाट नै तपाईँको अहिले यहाँ नो डाटा भनेर भनिएको छ, यहीँ सम्पूर्ण डिटेलहरू तपाईँको फाइल पछि पठाइसकेपछि सेन्ड एप्रुभ इस्यु सबै यहीँबाट देखिन्छ। र अनि पछि चाहिँ तपाईँले आफ्नो इपिएस टपिकमा कति नम्बर ल्याउनु भयो त्यो हेर्न पनि यहाँ पाउनुहुन्छ। यसरी नै सबै कुराहरू गर्नुहुन्छ है। तपाईँको प्रोसेस हेर्ने भनेको कहाँबाट हो त भन्दा यहाँ भ्यू इमिग्रेसन प्रोसेस भन्ने छ, यहाँबाट हेर्ने है। हस्, यहाँसम्म हेर्नुभयो, धेरै धेरै धन्यवाद।